यतातिर उत्पादन पर्याप्त मात्रामा डिमान्ड छ तर पाइरहेको छैन, उता विशेष गरी चाहिँ उत्पादनले बजार पाइरहेको छैन। त्यसको कनेक्टिभिटी कसरी हुनसक्छ भनेर हामीले मौलिक बजार मौलिक भान्साघरको परिकल्पना गरेका हौँ। यो ब्यानरमा रहौँ, यो डिग फर नेपाल भन्ने अभियान हो, बाँझो जमिन रहित नेपाल अभियान, जहाँ 7वटा अभियानका विभिन्न संयोजकहरू मिलेर बाँझो जमिन रहित वडा पालिका घोषणा गर्दै जाने अभियान। सँगै हामी मौलिक भान्साघरको रूपमा 7वटै प्रदेशको प्रादेशिक कल्चरल प्राकृतिक र पर्यटकीय ठाउँहरू बनाएर हामीले कल्चरल हल बनाएको छौँ। यो चाहिँ फिजिकल्ली त हजुरले हेर्नुहुन्छ तर डिजिटल्ली भोलि हजुर जहाँ बस्दा नि हेर्न मिल्ने गरी हजुरको मोबाइलबाट यसो स्क्यान गर्छौँ हामी। ल मध्य प्रदेशबाट दाल पिस्दै हुनुहुन्छ, त्यसपछि हामी मेयर साहबको हातबाट मन्त्रीज्यूलाई यसरी हामी त्रिपक्षीय रूपमा यो चाहिँ एकदमै शरीरको लागि स्वस्थ कोशी प्रदेशको प्रतिनिधित्व गर्दै हामी भक्का पकाउँछौँ र त्यो भक्का नियमित रूपमा यो मेलामा निःशुल्क खुवाउँछौँ। यहाँको अवलोकन गर्नेहरूले भक्का निःशुल्क खाने हो, यहाँहरू पनि अबको दिनमा आउनुभयो भने यो निःशुल्क खान पाउनुहुन्छ। ओके, जिन्दगीमा पहिलो पटक भक्का खाँदै हुनुहुन्छ। मौलिक बजारले मौलिक भान्साले यो अवसर जुराएको छ। साहबले भक्का आफ्नो ऐ पकाएर अरूलाई खुवाउनु भयो, अब आफै खाँदै हुनुहुन्छ। ताप्लेजुङको प्रतिनिधित्व गर्दै मैया खोला यो बनाउनु पर्यो, ऊ पनि राख्नु पर्यो अलिकति। सार्थक बहस थोरै कुरा होस् तर केही राम्रो कुरा यहाँबाट सिक्न पाइयोस् भने हाम्रो त्यसको आकर्षणको रूपमा यहाँ छौँ र सँगसँगै हामीले सांस्कृतिक प्रस्तुति पनि राखेका छौँ। हाम्रो हरिण नगरपालिकाको उत्पादन मिठा र टपरी पनि हामीले ल्याएका छौँ। मलाई लाग्छ यो चाहिँ अहिले हामी चाहिँ नेपालीहरू खान पनि जानिरहेको छैनौँ। अर्काको सिको गर्दा गर्दै आफ्नो ओरिजिनालिटी बिर्सिसक्यौँ हामीले। अब हामीले नेतृत्व लिनुपर्ने भयो। त्यसै सन्दर्भमा म अमेरिकामा धेरै वर्ष पढाएर अहिले आएको छु र उहाँहरूसँग डिग फर नेपाल र मौलिक भान्साघरसँग एकदम नजिकबाट मैले 1 महिनादेखि 2 महिनादेखि अझै वर्षैदेखि काम गर्न पाएको छु। मलाई उहाँहरूले चिफ एडभाइजर बनाउनु भएको छ। म एकदम सातै दिन सातै बार सांस्कृतिक साँझ, सातै दिन सातै बार सांस्कृतिक साँझ, ए शुक्रबार शनिबार झन् विशेष हजुर माझ, ए हे बरै सबैजना अर्गानी खाओ, भान्सा घरमा स्वस्थ भई रमाओ, सबैजना